guys, welcome back to my YouTube channel. म चाहिँ त्यतिकै बसिरहेको थिएँ हैन. अब सिन्स आई लभ टकिङ इन फ्रन्ट अफ क्यामेरा किन त्यतिकै टाइम वेस्ट गर्नु भनेर हैन. अब म यो जुन जुन ओभरथिङ्क गर्छु, जुन जुन आइडियाहरू मेरो छ, अब त्यही YouTube च्यानलमा अपलोड गरे पनि के नै चाहिँ हुन्छ हैन. आखिर मैले नै हो हेर्ने. अरूहरूले हेर्यो भने पनि आई होप यु गाइज विल इन्जोय माई युट्युब च्यानलको भिडियोजहरू. अनि म के भन्न आँटेको थिएँ, म चाहिँ एकदमै वाइल्ड ओभरथिङ्क गर्छु क्या. अब ओभरथिङ्क गर्नु पऱ्यो भने होइन, कस्तो ओभरथिङ्क गर्छु त्यो नो वान क्यान इमेजिन. त्यस्तो ओभरथिङ्क गर्छु क्या. कसैलाई अवार्ड दिनु पऱ्यो भने ओभरथिङ्कको दे क्यान लाइक गिभ मी, दिनुहोस् भनेर होइन. अनि जुन जुन यो फिल्महरू बनाउँछ नि तिनीहरूले पनि अब उहाँ डिरेक्टरहरूले पनि त्यस्तै ओभरथिङ्क गरेर नै फिल्महरू त्यस्तो स्टोरीहरू दामी दामी क्रिएट गर्नुहुन्छ क्या. सो त्यही हो. अहिले पनि म कस्तो बोलिरहेको छु क्या, म अचम्म लागिरहेको छ. बोल्नु परेपछि त म त प्याटाप्याटा बोल्छु है. अनि के भनिरहेको थिएँ, हुन त मेरो दिमागमा बिजनेस आइडियाहरू एकदमै एकदमै वाइल्ड एकदमै धेरै आउँछ क्या. त्यसलाई एक्जिक्युट गर्नु मात्र पर्छ होइन. अहिले रिसेन्टली मेरो मेरो दिमागमा चाहिँ के आइरहेको छ भने होइन, लाइक हुन्छ नि 1 लाखको चाहिँ कस्तो हुन्छ. 1 लाखको हजुरहरूले लाइक क्याफे क्याफे आई कान्ट से क्याफे. इट्स लाइक आइ एम नट सेलिङ बेभरेज कफी हुन्छ नि त्यस्तो त होइन. क्याफे त भन्नु मिल्दैन, त्यही पनि फास्ट फुड. यस आई क्यान से चटपटे लाफिङ पानीपुरीहरू होइन. इट्स जस्ट आइडिया जुन मेरो दिमागमा अहिले खेलिरहेको छ. पहिला चाहिँ मेरो लाइक 2-3वटा आइडिया हुन्छ नि छोटो मिठो, लाइक जस्ट क्यास फ्लो त हुनु पऱ्यो नि त. क्यास फ्लो भएपछि चाहिँ एटलिस्ट आई डु ह्याभ क्यास, अनि क्यास इज फ्लोइङ भन्ने टाइपको भाइब्स आउँछ क्या. सिन्स आई लाइक हुन्छ नि मेरो चाहिँ पहिलादेखि नै दिमागमा के त्यो खुरापाती आइडियाहरू आइबस्छ. बट दोज आइडिया विल बी भेरी भेरी गुड. अनि दोज आइडियाको बाट चाहिँ ड्याडीले कल गर्नुभयो. किन कल गर्नुभयो ड्याडी? होस् एकछिन त्यति छोडिदिन्छु. अनि त काटिदिउँ न. अनि के भन्दै थिएँ भने अहिले रिसेन्टली चाहिँ मैले 1 लाखमा चाहिँ चटपटे लाफिङहरू त्यो हुन्छ नि हेर्दाखेरि त्यस्तो वाउ टाइपको पनि होइन, तर क्याची होस् क्या लुक. मेरो दिमागमा चाहिँ त्यस्तो आइरहेको थियो. क्याची होस्, एकदम सिम्पल होइन. लाइक अब चटपटेहरू दोकान हुनु बित्तिकै आई हेभ नोटिस सो मेनी प्लेस द्याट दे विल पुट येल्लो, रेड, पिङ्क कलरको हुन त इट एट्र्याक्ट कलर. तर म भएको भए चाहिँ कस्तो खोल्थेँ भने नि खाली स्पेसको कलर चाहिँ व्हाइटै होस् क्या, मजाको प्लेन व्हाइट होस् होइन. अनि त्यसपछि आई विल सो यु गाइज, आई होप यु क्यान सी है. यो चाहिँ स्पेस भयो होइन. दिस इज माई आइडिया है, रिसेन्टको आइडिया मेरो. पहिला अर्कै आइडिया थियो. यो चाहिँ स्पेस भयो होइन. यहाँ चाहिँ काउन्टर अनि यहाँ किचन. नो नो सरी, यहाँ काउन्टर यहाँ किचन होइन. अनि त्यसपछि यहाँ जाने बाटो त भइगयो. अनि त्यसपछि यहाँ म राख्थेँ टेबल, अनि यहाँ चेयरहरू राख्थेँ 4-4वटा है. यहाँ पनि सेम, यहाँ पनि सेम. अनि म मेरो उसमा सर्टरमा चाहिँ डिड आई जस्ट सेड मेरो गुड भाइब्स. सेतो पर्दा राख्थेँ कि म यहाँ मजाले सेतो पर्दा राख्थेँ होइन. अनि त्यसपछि हल्का डेकोरेसन भन्नाले त्यो आर्टिफिसियल ऊहरू आउँछ नि, पत्ताहरू आउँछ नि, पत्ताहरू हो त्योहरू यसरी राखिदिन्थेँ. अनि लाइट्सहरू राखिदिन्थेँ. अनि त्यसपछि के राख्थेँ अरू, अनि त्यसपछि त्यो किमा नुडल्सको ऊहरू हुन्छ नि पिक्चर्सहरू राखिदिन्थेँ होइन. अनि फ्री भएको टाइममा म आफै पेन गर्थेँ. त्यो पेन्टिङको के भन्छ त्यसलाई, क्यानभसहरू किनेर क्या म आफै पेन गरेर भित्तामा टाँस्थेँ. यो चाहिँ मेरो आइडिया हो होइन. अनि त्यसपछि के भन्न आँटेको थिएँ, यो मेरो आइडिया हो, राम्रो छ आइडिया. तर 1 लाखमा चाहिँ के चाहिँ आउँछ, 1 लाखमा के चाहिँ आउँछ अफकोर्स आइहाल्छ नि होइन. अनि यो प्लान एक्जिक्युट गरिदिउँ क्या हो. कि आर कि पार त हुन्छ होइन. अब अहिले ट्राई गर्यो भने त ट्राई गर्यो, गरेन भने नगरेको हुन्छ. कि आर कि पार हुनु पऱ्यो नि त होइन. यो आइडिया पनि मेरो बिजनेस प्लानमा
गुड। मलाई अर्को आइडिया पनि मैले गरिरहेको थिएँ क्या, सोचिरहेको थिएँ, तर त्यो आइडिया चाहिँ अहिले यु नो गाइज नेपालमा कति धेरै कम्पिटिसन हुन्छ भने एउटाले केरा उमार्यो भने सबैले केरा उमार्छ, एउटाले त्यो डाबाकाडो आभाकाडो आभाकाडो उमार्यो भने सबैले उमार्छ होइन, त्यो ड्रागन फ्रुटहरू उ गर्यो भने किवीहरू सबैले उ गर्छ, एकदमै कम्पिटिसन छ क्या। मैले चाहिँ नि के सोचिरहेको थिएँ भने होइन, टक्क लगाएर अनलाइन बिजनेस गर्छु, अनलाइन बिजनेस अनि कपडाहरू, बट हुन्छ नि त्यसमा नि आइडियाहरू मेरो एकदमै त्यो हुन्छ नि अर्कै टाइपको आइडिया छ कि अर्कै टाइपको, इन फ्युचर द्याट क्यान बी अल्सो हुन्छ नि मेरो प्लान लिस्टमा हुन्छ। यो चाहिँ मलाई एकदमै राम्रो लागेको होइन, जस्ट मलाई चाहिँ अब लोकेसन राम्रो चाहियो, अनि त्यसपछि या लोकेसन अनि प्लस क्यास फ्लो चाहिँ हुनु पर्यो, त्यही हो। लेट्स सी। एनिवे थ्याङ्क यू। म धेरै बोले जस्तो लाग्छ कि, म त कति धेरै बोले जस्तो लाग्छ कि, कति भयो 6 मिनट भयो होइन। ल आजलाई यति नै, अब आई विल किप यु पोस्टेड, बाई बाई। तर यसमा म के गर्नु, तर मलाई त ऊ पनि सिक्नु मन छ, मलाई नेल एक्सटेन्सनहरू पनि सिक्नु मन छ, टाइम एकदमै कम्ती छ जस्तो लागिरहेछ, टाइम छन् त छ मसँग, तर म त्यत्तिकै वेस्ट गरिरहेको छु। हुन्छ नि अब मलाई चाहिँ फिकर लाग्छ क्या, ला म यति टाइममा यति गर्न सकिनँ भने, त्यस्तो लाग्छ क्या मलाई चाहिँ। त्यही भएर नेल एक्सटेन्सनहरू पनि सिक्नुपर्ने, तर के सिक्नु, मलाई आफै बुट्टाहरू भन्न आइरहेको छ, त्यो फाइलिङ साइलिङ त हो नि, तर मलाई त्यो नेलहरू अरूको हातमा चाहिँ राम्रो लाग्छ। दिस इज माई नेचुरल नेल्स है, यो मेरो नेचुरल नेल्स हो, अनि यतिकै ठिक लाग्छ। अनि मलाई नेल पेन्टहरू चाहिँ अरूको नेल्समा चाहिँ गराउनु मन लाग्छ क्या। अनि मलाई के अरे मलाई ड्राइभिङ पनि सिक्नुपर्ने छ। I will do that. Anyway, bye bye, guys. Thank you so much for watching. Whoever watching, whoever is not watching, maybe you'll watch, maybe you won't watch. Thank you for me, myself, because I'm going to watch my video. Bye bye.